हेर आजकलको युथहरूमा आफूमा सेल्फ कन्ट्रोल नभएर धेरै एडिक्सनतिर अनि नराम्रो काममा चाहिँ गरिरहेको हुन्छन् है। सो तिमी चाहिँ त्यस्तो कामहरूबाट कसरी बच्छौ भन्नेवाला कुरामा म आज केही डिस्कस गर्छु है। त सो लेट्स स्टार्ट द भिडियो। सो फर्स्ट नम्बरमा भनेको तिमीले आफ्नो कामहरूलाई चाहिँ मोस्ट इम्पोर्टेन्ट टास्क हुन्छ नि होइन, तिमीले गर्नुपर्ने कामहरू हो। त्यस्तो काम चाहिँ सकाइहाल्नुपर्छ कि पहिल्यै सकाउनुपर्छ है। हेर तिमीलाई जति नै गर्न नमन लागे नि हल्का सेल्फ कन्ट्रोल ल्याउनु पर्छ कि त्यो सेल्फ कन्ट्रोल ल्याएपछि चाहिँ तिमीलाई अलि गाह्रो कामहरू गर्न मन लाग्छ है। मन नलागे पनि गर्छौ कि लाइक आफ्नो विल पावर अलि बढ्छ है। अनि बढाउनै पर्छ, नबढे नि बढाउनु पर्छ है। नत्र तिमी कहिले पनि सेल्फ कन्ट्रोल हुँदैनौ कि आफूलाई अरूले मात्रै कन्ट्रोल गर्न सक्छ तर आफैले कन्ट्रोल गर्न नसके तिमी जिन्दगी नै राम्रो बन्दैन नि है। सो मेनली भनेको आफ्नो काममा काम लगाऊ के लाइक काममा ध्यान देऊ है। अनि आफ्नो कामहरू पुरा गर, त्यसपछि अलि फ्री हुने बेलामा आफूलाई जे मन लाग्छ त्यो गर। तर मेनली भनेको आफ्नो मोस्ट इम्पोर्टेन्ट टास्क हुन्छ नि होइन, हो त्यस्तो चाहिँ कम्प्लिट गरिहाल के। सो सेकेन्ड नम्बरमा भनेको चाहिँ हामीले आफ्नो मोबाइलहरू स्क्रिन टाइम अलिक कम गर्नुपर्छ है। सो स्क्रिन टाइम कसरी कम गर्ने त्यो त सबले धेरै नै भिडियो बनाइन्छ। सो स्क्रिन टाइम कसरी कम गर्ने भन्दाखेरि मेनली भनेको म 3टा टिप्स दिन्छु जसले गर्दा तिम्रो स्क्रिन टाइम अलि हाफै हुनसक्छ है इफ यु युज दिस टिप्स करेक्टली है। सो फर्स्टमा भनेको हामीले ग्रे स्केल लगाउनुपर्छ कि त्यो गरेपछि हामीले कस्तो हेर्नै अप्ठ्यारो हुन्छ, अलि असजिलो हुन्छ कि। अनि त्यसपछि हामीलाई अलि मोबाइल चलाउनै मन लाग्दैन। सो त्यही भएर चाहिँ फर्स्टमा ग्रे स्केल लगाउने है। सेकेन्ड नम्बरमा भनेको भोल्युम कि त सानो पार्ने है, धेरै नै सानो पार्ने कि त म्युट गर्ने है। हेर त्यस्तो गऱ्यो भने युट्युब अथवा टिकटक जे चलाउँछौ इन्स्टाहरू है, त्यस्तो चलाउँदाखेरि तिमीले राम्ररी देखिरहेको पनि छैन है, कलरहरू पनि देख्दैनौ। अनि भोइस पनि सानो अथवा भोइस चाहिँ सुन्दिन भने त तिमीले हेर्नै मन लाग्दैन नि होइन। अनि त्यो तिम्रो लागि धेरै नै एडभान्टेज हुन्छ कि, किनकि तिमीलाई हेर्न मन नलागेपछि अलिक बोर्डम फिल हुन्छ अनि आफूलाई के क्रिएट गर्न मन लाग्छ के, लाइक मोबाइल हटाएर आफूलाई के क्रिएट गर्न मन लाग्छ त्यसपछि मात्रै तिम्रो अलि इन्टेलेक्चुअल पावर देखिन्छ है। अनि लास्ट नम्बरमा भनेको चाहिँ हामीले मोबाइलमा चाहिँ त्यो डिएनडी राख्नुपर्छ कि, जस्तै कसैको नोटिफिकेसन आयो भने त्यो हामीलाई थाहा हुँदैन है। अनि त्यो बज्दैन कि नर्मली भनौँ न होइन। सो त्यो डिएनडी राख्यो भने त्यो हामीले केही नोटिफिकेसन आउँदैन। अनि केही नोटिफिकेसन आउने बित्तिकै हामीले मोबाइल हेरिरहन मन लाग्छ नि होइन, तर त्यो नआएपछि त कसले हेर्छ र। अनि त्यस्तो ग्रे स्केल अनि साउन्डै नआउने मोबाइलमा त कसले हेर्छ र होइन। सो त्यही भएर चाहिँ मेनली भनेको मोबाइल हटाउनलाई डुम स्क्रोल नगर्नको लागि त्यो बेस्ट वे हो है। यदि तिमीले धेरै चलाउँदैनौ भने त डिएनडी अफ राख्दै भयो, नत्र चलाउँछौ भने त अन चाहिँ गर है त। थर्ड कुरा भनेको चाहिँ हामीले आफूलाई झन् इम्प्रुभ मात्रै गर्न खोज्नुपर्छ कि। लाइक हेर यदि तिमीले आफूमा कन्ट्रोल चाहियो भने इफ यु वान्ट टु कन्ट्रोल युर सेल्फ है, त्यो भएर चाहिँ मेनली भनेको हामीलाई इम्प्रुभ मात्रै गर्नुपर्छ है। इम्प्रुभ गर्न मात्रै खोज्नुपर्छ है। दिमागमा नि म अब कसरी राम्रो हुनसक्छु अथवा फिजिकल्ली पनि कसरी इम्प्रुभमेन्ट गर्न सक्छु त्यस्तो सोचिरहने। अनि त्यसपछि हल्का इम्प्लिमेन्ट पनि गर्नुपर्छ, नत्र सोचिरहेर त केही नै हुँदैन कि। देयर इज नथिङ सच एज इम्प्रुभमेन्ट विदाउट एनी एक्सन है। सो त्यही भएर चाहिँ तिमीले एक्सन लिनुपर्छ। सो कसरी लिने भन्दाखेरि हेर तिमीले पहिला इम्प्रुभमेन्ट गर्नको लागि केही प्लान बनाऊ है, अनि त्यसलाई इम्प्लिमेन्ट गर। त्यति सिम्पल छ। जस्तै तिमीलाई बडी बनाउनु मन लाग्यो भने प्लान बनाऊ, हप्तामा कतिवटा वर्कआउट गर्छौ त्यस्तो है। अनि कन्सिस्टेन्टली गर, तिम्रो बडी नै राम्रो बन्छ कि, तिम्रो फिजिक आइडियल हुन पनि सक्छ इफ यु वर्क रियली हार्ड है। अनि आफूलाई झन् इम्प्रुभ गर्दाखेरि आफू अहिले ग्राउन्ड स्टेटमा छौ नि होइन, तर अलि इम्प्रुभमेन्ट गरेपछि हामी ठुलो भएपछि झन् अलि धेरै नै इम्प्रुभमेन्ट हुन्छ कि। सो बिस्तारै बिस्तारै भए नि इम्प्रुभमेन्ट चाहिँ गर्न खोज कि, मिनिमल भए नि इम्प्रुभमेन्ट गर्न खोज, त्यसपछि तिम्रो जिन्दगी लाइफ सेट हुन्छ कि। सो त्यही भएर चाहिँ थोरै सानो कुराले पनि धेरै नै देखाउँछ कि। सो त्यही भएर चाहिँ तिमी आफूलाई डेली इम्प्रुभमेन्ट गर्न खोज है। फोर्थ नम्बरमा भनेको चाहिँ हामीले दिनदिनै कम्तीमा पनि एउटा हार्ड टास्क गर्नुपर्छ कि। ल लाइक
भनेको मतलब फर इक्जाम्पल है, यदि तिमीलाई ल एक्सर्साइजै गर्न मन छैन तर बडी पुरै मोटे छौ अथवा सुकेको छौ अथवा जे छ नि तिम्रो प्रब्लम छ नि होइन, तिमीलाई अलिक गाह्रो हुन्छ, त्यो हिँड्नको लागि नि गाह्रो हुन्छ भने है एउटा नि पुसअप गर्न सक्दैनौ अरे, हो त्यो बेला के गर्ने भन्दाखेरि दिनमा एउटा पुसअप गर्न खोज के, त्यो नि गाह्रो काम त हो नि होइन, सजिलो काम छ र। अथवा तिमीले अरू सब गर्छौ तर आफ्नो रुम मिलाउँदैनौ भने रुम मिलाऊ है, त्यो नि गाह्रो काम त हो नि, लाइक थोरै भए नि गाह्रो त छ नि होइन, नत्र धेरै गाह्रो काम गरे नि गर, आफूलाई च्यालेन्जहरू दिन खोज है। अनि दिनमा कम्तीमा नि मिनिमम पनि एउटा गाह्रो काम गर, त्यसपछि तिम्रो विल पावर टप लेभलमा हुन्छ के। सो त्यही भएर चाहिँ गाह्रो काम चाहिँ अलिक दिनदिनै गर्न खोज है। अनि लास्ट नम्बरमा भनेको चाहिँ हामीले आफूलाई दिनदिनै च्यालेन्ज पनि गर्नुपर्छ कि। हेर च्यालेन्ज कस्तो भनेको मतलब जस्तै ल मलाई एक्सर्साइजै गर्नु छ भने नि म आज 1000 पुसअप गर्छु, 1500 गर्छु अथवा 200 300 400 एक सेटमा 50-60 गर्न सक्छु, त्यस्तो टाइपको च्यालेन्ज मलाई दिन्छु के। अथवा मैले 10 मिनटमै म रुम मिलाउन सक्छु, त्यस्तो टाइपको अलिक च्यालेन्ज सेट गर्ने के। आफूले दिएको च्यालेन्ज त आफूलाई छल्न त मिलेन है। सो दिनमा कम्तीमा नि एउटा च्यालेन्ज दियो है, अथवा छिनछिनमै च्यालेन्ज दिइराख न होइन, आफूलाई झन् इम्प्रुभमेन्ट गर्नु छ भने धेरै नै है। सो आफूलाई च्यालेन्ज दियो, त्यसपछि त्यसले च्यालेन्ज पुरा गर है, त्यसपछि तिम्रो विल पावर नि बढ्छ अनि मोमेन्टम पनि हुन्छ कि। लाइक गाह्रो काम गर्यो अनि ठिक्क भयो, अनि फेरि गाह्रो काम गर्यो, त्यस्तो टाइपको। अनि तिमीलाई जीवनमा केही नै धेरै जस्तो गाह्रो नै लाग्दैन कि, नर्मल लाग्छ है। सो आज यति भन्दै म यस भिडियोबाट बिदा लिन्छु। सो फर टुडे बाई।